प्रसिद्ध छ के भनेको 9 ब्राह्मण 10 चुला यो उखान प्रसिद्ध छ म त अलमल्ल हेरे के भने लाज मानेर भयो नि त्यसै ठुलो भएर पनि भयो पूर्वीय ब्राह्मण कान्यकुज ब्राह्मणहरू कहीँ गए भने 9 जना ब्राह्मण गए भने स्वागत गर्ने मान्छेले तिनीहरूलाई 10 वटा चुला बनाइदिनुपर्छ स्वयं पाकिन्छ एउटाले अर्काले पकाएको खान्न त 9 वटा चुला त त्यसरी चाहियो है 10 वटा चुला के गर्ने भनेको 10 वटा चुला भनेको अग्निहोत्र गर्ने हवन गर्ने हवन एउटै चुला गर्छन् सबै त्यही भएर 9 ब्राह्मण 10 चुला युट्युब च्यानल छ हाम्रो आश्रमको नाममा राधा कृष्ण भागवत आश्रम भनेर सर्च गर्नु होला हाम्रो मन्दिरको फोटो आउँछ त्यसमा दबाई दिएपछि क्लिक गरेपछि भिडियोहरू आउँछ 186 भागमा छ कथा 90 घण्टाको कथा त्यसमा विस्तारले त्यसमा पनि त्यति ज्यादा अति विस्तारले छैन सामान्य विस्तार मतलब प्राय कुनै पनि अध्यायको लगभग प्रसङ्ग नछोडेर वर्णन छ अब त्यसमा हेरेर अब आनन्द लिनु होला भन्ने मेरो निवेदन हो है आफ्नो आँखालाई र कानलाई जोगाउनु पर्छ थाहा थियो त्यही भएर त्यो दृश्य त्यो वेश्या र त्यो उसको दृश्य हेरेर आफ्नो आँखालाई त्यहाँबाट हटाउने कोसिस गरे हटाउँदै पनि सुखदेव स्वामी के भन्नुहुन्छ प्रारब्ध कर्म बलवान मुनयो बदन्ती यो प्रारब्ध कर्म पनि त बलियो हुन्छ हठात दृष्टि त्यो दृश्यमा गयो नजर हटाउँदै पनि देखे शैरेन्द्रिया पाङ्ग विद्धि भन्नुहुन्छ सुखदेव त्यो शैरेन्द्रिका वेश्याका त्यो कटाक्षले अजामिलको बुद्धि छिया भयो घाइते भयो अब समिधाको त्यो गठसी लिएर घर जानुपर्ने वेश्याका पछि लाएर कोठा गएछ वेश्याका कोठातिर वेश्याले पनि देखेर भने ब्राह्मण देवता तपाईँ उच्च कुलको कर्मिष्ठ ब्राह्मण जस्तो देखिनुहुन्छ म एउटी वेश्या हुँ मेरो पछाडि तपाईँले आफ्नो धर्म किन भ्रष्ट गर्नुहुन्छ तपाईँ यो कर्म नगर्नुहोस् बहुत सम्झाउने कोसिस गरी वेश्याले पनि वेश्या पनि हेर्नु कुनै बाध्यता थियो उसलाई घरका दाजुभाइले पनि धम्की दिए तैँले त वेश्यालाई छोडिनुहोस् भने तल हामीले कुलबाट बहिष्कार गर्छ समाजबाट तिरस्कार गर्छ छोडो मातापिता छोडो पत्नी छोडो आफ्ना नवजात शिशु छोडो बालकहरू छोडो त्यही वेश्यासँग आफ्नो सम्बन्ध जोड्यो र समाजले गाउँबाट बहिष्कार गरी निकाल्यो जङ्गलमा एउटा झोपडो कुटिया बनाएर बस्यो त्यही वेश्यालाई लिएर बस्यो अब वेश्याका गर्भबाट क्रमशः 9 सन्तान भएको एक दिन अकस्मात केही सन्त महात्माहरू भ्रमण गर्दै गर्दै यसका बासा बस्न आएछ अब यस्ता पापी कहाँ बासा बस्न कसरी आए भन्नु होला आएका चाहिँ यसका होइन गाउँमा थिए किनकि सन्त महात्माले सज्जनकै घर खोज्छन् भले गरिब होस् हामीलाई के लिनु दिनु छ यसो गुजारा हो छाया
जो सत्संग धर्मात्मा गाउँमा खोज्दै खोज्दै हिँडेका थिए। एउटा कोही धर्मात्मा सज्जन व्यक्ति छ, साधु महात्मालाई बासा दिने जस्तो एक रातको लागि। अब केटाकेटी हेर्नुहोस्, केटाकेटी नै हुन्छन्, उठपटाङ गरे। महात्मा यो गाउँमा त एउटा पनि सज्जन छैन, सब दुर्जनको गाउँ हो। यहाँ साधु महात्मालाई देख्नै सहन्न। बासा त सज्जन कहाँ बहने भन्दै गए होला त नि भनेर। अजामिल भगत कहाँ छौ, अजामिल भगत भन्दै गए। अजामिल भगतको थाहा छ के हालत थियो। 9वटा छोराछोरी, 2टा बुढाबुढी, 11 जनाको परिवार कसरी पाल्ने भन्नु त। खेतीपाती छैन, नोकरी बिजनेस व्यापार छैन। अब त 2टा उपाय, कि त चोरी गर कि शिकार गर। भाला लिएर घरमा त्यही बेस्या थिए, केटाकेटी थिए। बेस्याले सुनि अजामिल भगत भनेको। अजामिल जस्तो पापीलाई भगत भन्दै आए बिचरा महात्मालाई पनि कसैले धोका दिए जस्तो बिचरा। उसले न गुन्द्री काम्लो बिछ्यायो। महात्मालाई भने बस्दै गर्नुहोस्, म भगतजीलाई बोलाउँछु। गई, उसलाई त थाहा छ कि कुन बाटो आउँछ भन्ने। वनतिर गई, जाँदा त उता आउँदै थियो। कस्तो भने डर लाग्दो, पुरै शरीर रगत ताम्ने भएको, रगतमा मुछिएको, 2टा मृग मारिचर काँदा झुन्नाएको, 14 मारिचर कोखिलाउँदी दबाएको, एउटा हातमा शिकार लिएको, एउटा हातमा भाला लिएको। डर लाग्दो, जिउँदै प्रेत जस्तो। घर महात्मा भगतजी भन्दै आए, यो भगतजी जस्तो आज। अब दोस्रो साँझका पाहुना कि वो बस्लान् र घर, अझै कति पाप लाग्ने। बेस्याले पनि सबै भैमा राख, सब भैमा राख। अरूले भने त मान्थेन होला, बेस्याको त बस्न थियो। पासैमा धारो रहेछ, त्यहाँ गए सबै हात खुट्टाइ सबै पखालेर गएको छ। सबै कपडा उतारेर फाल, पुरै 9 न पठाए, सबै रगत पखाल्न पठाए। घर आएर धोएका धोती कुर्ता ल्याइरहेछ, यही लगाऊ। लगा चट्ट पर एउटा ढुङ्गो घोटी चाहिँ पानीमा र निधारा लगाइदिए। भगत जीवनमा के बेर लाग्छ भएन र भगत। एउटा कुरा बता, स्वरूपले भगत बन्नलाई 10 मिनटको काम हो। 2 रुपियाँको काम हो। 2 रुपियाँको रङ ल्याउ, कपडा रगाउनु, भइगयो भगत। परन्तु स्वभावले भगत बन्नको लागि तुम्हारा कति जन्म लाग्ने हो, कति जन्म। हल्लाउनु, ढोग्नु सुतेर, सरसर गरेर सुतेर ढोग्नु सिकाइ। सिकाउनु पर्यो, कहिले ढोग्या बाबु। गएर आँगनामा हातमा बसेका थिए, सुतेरै ढोगे, लम्पसार परे। पर मनमा के सोच्यो, बेस्याले सुतेर ढोग्नु त भनी, भन्दा कति बेरमा उठ्ने हो त भन्दै भइने। छिटो उठ्यो भने कता बेस्याले मार्ने हो भने डरसन, नउठाउँदैछन्, उठ्ने रहेछ क्या। भगतजी भयो उठ भन्छन्, उठ्दैन क्या। बेस्याले भने त उठ्थ्यो होला। महात्माले त भनेर उठ्दैन। त महात्माले गएर समाते, बिचरा कतै सास रोकेको छ कि ढोक्दा सास रोक्न पर्छ भन्छ नि त कहिले। हामी त धन्य भयौँ तिमीलाई देखेर। यस्तो भक्ति त आश्रम देख्न कहीँ देखेका थिएन। दण्डवत पनि यति लामो, खुब तारिफ गरेका थिए। थाचेले के भन्नु, महाराजजी हामीलाई मलाई कोही म भगत वगत केही होइन, मेरो तारिफ नगर्नुहोस्। म त बेस्यागामी, दुराचारी, अधम पापी हुँ। अजामिल मेरो नाम हो। ये मेरी पत्नी होइन, बेस्या हो। आफ्नै पत्नी त घरै छोडेर आएन। मलाई समाजले बहिष्कार गर्यो। म एउटा पतित हो, म एउटा बेस्यागामी, म दुराचारी अधम हो।
म त बिग्रे मेरो हातको पानी खाएर हजुरले धर्म किन बिगार्नुहुन्छ? म कोही भगत वगत होइन। यो चाहिँ बेस्याले सुतेर ढोग्ने सिकाइथी, त्यही भएर मैले सुतेको भनेपछि त बिचरा एउटा कुरा, यो पाप धुरीबाट कुर्लन्छ भन्ने सुन्नुभएको थियो कसैले? म सानो सानो सुनेको थियो, अचम्म पर्ने, कसरी कुर्लेन्द्री माथि हेर्थे धुरीतिर, कता कसरी कुर्लेन रहेछ। पढ्दै जाँदा यहाँ जाँदा बल्ल याद समझमा आयो, ए धुरीबाट पाप कुर्लन्छ भनेको त यस्तो पो रहेछ। बिचरा सब आएको के केही राखेन भित्र। महात्माले भने नराम्रोसँग फैँसिएछ। अब रातिमा छोडेर जाम भने पनि कसका गरी जाने? अब त चाहे मान चाहे नमान, म तेरो मेहमान भने जस्तै भयो। अब जाने कहाँ राति? यसो सोचे, आज मैले पापी जरुर छ तर मनको सच्चा छ। यसले चाहेको भए झुट पनि बोल्न सक्छ। भक्तमालमा एउटा दृष्टान्त छ। नाम नारायण राखिदिएर गए, यही बहानाले अब त दिन रात 24 घण्टा नारायण 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 गरेको छ। किन अरू मन्त्र जप्न पर्यो? नारायणको नाम जपेपछि 5 वर्षको यसो नारायण हो। एक दिन खेल्न गएको थियो, यमराजका दूत लिन भनेर आए। 3टा दूत भयङ्कर दूतलाई देखेर चिच्यायो नारायण। उसको नारायण त कहाँ पुगेको थियो खेल्न, सुन्दा पनि सुनेन। आकाशबाट नारायण भगवानका पार्षद जाँदै रहेछन्, सहसा पतन एकाएक प्रकट भए, 81 प्रकट भए और यम पास काट दिए यमदूतका हातबाट। नारायणको नाम जप्नेलाई लैजानेवाला तिमीहरू को हो? यमदूत हौ भने यमराज। धर्मको परिभाषा बताओ, जाने हौ? कहाँ जाने हम? मानो त के हो? वेद परिहितो धर्म अधर्म तद्विपरे। वेदले जो काम गर्न भन्यो, आदेश उपदेश गर्यो, त्यो धर्म हो। और वेदले जो नगर्नु भन्यो त्यो अधर्म हो। ए त्यसो नै तपाईँ झुक्की। यसको छोरो कति वर्षको भयो? 5 वर्ष। नारायणको नाम त किन मर्तो र नाम त अनन्तकाल तक रहन्छ। जो अनादिकालबाट छ, जो अनन्तकालसम्म छ, त्यो नाम यदि कुनै व्यक्तिको राखिँदैमा, अनि त्यो नाम व्यक्तिको हुन्छ त? बुझ्नु भएन कि? हजुर, कसैको नाम हामीले राख्यौँ रामचन्द्र, ल भन्नु, साँच्चै रामचन्द्र हुन्छ? कसैको नाम राख्यो कृष्णचन्द्र, अझ के साँच्चै कृष्णचन्द्र हुन्छ त? नाम त केवल काम चलाउ व्यवहारको लागि मात्र। यथार्थ नाम भनेको केवल भगवानको मात्र ल्याऊ, जसरी लिए पनि ल्याऊ। जसले एक बार मुखाबाट नाम लिन्छ त्यसका सम्पूर्ण पाप नाश हुन्छ। नपत्याए जाऊ आफ्नो स्वामीलाई सोध। पठाए यमदूत सीधे यमराजका पासमा। यमराजले गएर सोधे, कति सन्ति शास्तारो जीवलो कैसबै प्रभु। सरकार, हजुर यस्ता शासक यो संसारमा कति छन्? केलाई के हो? क्यों एउटा पापीलाई लिन गएको, मर्ने बेला छोराको नाम नारायण भनेर पुकारो, चावडा सिद्ध पुरुषले आएर तपाईँको पासै काटिदियो। अब नारायणको नाम लिँदा पास काट्नेवाला अरू को होला? शिवाय नारायणको पार्षद। तिमीहरूले कहीँ लडाइँ झगडा त गरेनौ? नै सरकार, चुपचाप यहाँ सोध्न आए, ठिक गयो, नभए चाहिँ मेरो नोकरी नै खतरा पर्न्थ्यो। अनादि परमात्मा नारायण, म त उनको एउटा सेवक मात्रै हो। उनको आज्ञाले सृष्टि गर्ने काम, प्रजालाई संयम गर्ने काम गर्छु भने, पापीलाई दण्ड दिने काम, पुण्यात्मालाई अगाडि बढाउने काम भगवानले खटाउनु भएको गरिरहेको छ। त्यही भएर अबदेखि याद राख, मैले जो जोलाई लिन पठाउँछु त्यहाँ जानु, सबैका पासमा नजानु। कहाँ कहाँ जाने भनिदिनुहोस् राम्रैसँग। यमराजले भन्छन्, सुन, जिह्वा नभक्ति भगवत गुण नाम ध्येय। जसको जिब्राले कहिले पनि भगवानको नाम उच्चारण गरेको छैन, त्यस्ता पापीलाई पक्रेर मेरो पासमा लिएर आउनु। अरू चेतन स्मरति तच्चरणारविन्दौ। जसको चित्तले
कहिले भगवानका चरणको चिन्तन गरेको छैन त्यस्तालाई पक्रेर पाता कसेर मेरो पासमा लिएर आउनु। यो अभिमानी शिर कहिले माता पिताका गुरु गोविन्दका चरणमा झुकेको छैन, देवी देवतालाई ढोक्दैन, अभिमानी छ, ठाडो मन्टो शिर लाएर हिँड्छ। त्यस्ता घमण्डीलाई पाता कसेर मेरो पासमा लिएर आउनु। अरू जो कहिले पनि आफ्नो चरण खुट्टाले हिँडेर मन्दिर जाँदैन, परिक्रमा जाँदैन, तीर्थयात्रा जाँदैन, हातले माता पिता गुरु गोविन्दको सेवा गर्दैन, आँखाले भगवानको दर्शन गर्दैन, त्यस्तालाई पाता कसेर मेरो पास लिएर आउनु। अरू जो कहिले हरि कथामा गएर एकदम मन लगाएर डुबकी एकदम डुबेर समर्पित भएर एकाग्र भएर हरि कथा श्रवण गर्दैन, त्यस्तालाई पाता कसेर मेरो पासमा लिएर आउनु। भक्तवत्सल भगवान नभएको भजन कस्तो भन्नु त? त्यस्ता भजन गाउने पनि होइन। एउटा कुरो हाम्रो पुर्खाले भक्ति हुन्। यो मेरो छोरो हुनै सक्दैन, कालकोठीमा थुनेर जान्छ, यसका होस ठेगानामा आउँछन्, जनार्दनको स्मरणको फरक त्यही थाहा हुन्छ। बाहिर पालेहरू भजन गर्ने ताली बजाएको पानी परेको छैन, पर कीर्तन बन्द भएको त्रिशुलीको मुहानमा लुगाकोट भन्नुको होइन भाइ। शिवजीका पनि दुईटा कप्टेरा जस्ता छन्।
भले पीते गरीब सांकेन प्रीतास्ते मरदानव ममन्तु तरसा सिन्धु अभिर्धानी ततो भवत। पहिलो कमाइयो दान गर, अगाडिको कमाइको सुत्ने मान्छेले दान किन गर्छन्? ध्यान दिनुभएको छ? और पुण्य के हुन्छ त मलाई थाहा छैन, पहिलो बार सुन्दैछु। त्यही फल प्राप्त हुने हो। यस जन्ममा जे दान गर्छौं, खेतीको बिउ रोपे जस्तो न गोबर फाल्न सक्छ न गाई दुहन सक्छ। ऋषिमुनिले दान गरे, प्रेमले सेवा गरे हन्, गोबर फाले हन्, गाई दुहान, खीर बनाहन्, आहुति दिएहन्। ऋषिमुनिले स्वाहा स्वाहा गर्छन्, तिमीहरूले स्वर्गमा बसेर आहा आहा गर। तर लक्ष्मीले तर पनि पछाडिबाटै माला लगाइदिनु हो। सबले जयकार गरे, बोले लक्ष्मी नारायण गर्नुपर्छ, आराम गर्ने, बाँकी समय कसैको कुरा नकाट्ने, फाल्तु चिन्तन नगर्ने, भगवानको नाम जप गर्ने, 108 तत्त्व भोजन गराउने, सकिन्न भने त्रयोदशीका दिन बलिदान गर्ने, सकिन्छ धेरै ब्राह्मण राखेर गर्नुभयो। मैले सबै काम गर्न सक्छु, एउटा काम गर्छु। भृगुवंशी ब्राह्मणका आशीर्वादले स्वर्ग राजा हन्, त्यही भएर मेरो आराधना पनि व्यर्थ जाओ। ब्राह्मण भगवानको जने संस्कार भएपछि जनै दिनु ब्रह्माले एकलाई गर है त गर्न त मैले हर कथामा 69 सालको कथामा कोलपुरमा भएको कथामा भएदेखिबाट हामीले ब्राह्मण भगवानको झोलीमा भिक्षा माग्ने गरेका थियौँ। किन माग्ने गरेका थियो भन्नुहुन्छ भने पहिला 69 सालबाट दिनेले पनि मैले दिएको भन्दै हिँड्छ, अनि दर्शन जानेले पनि फलानाले दिएको अरे मूर्ति भन्दै गर्छ। त्यही भएर त्यहाँ अलिकता कस्तो कस्तो भाव आउँछ। त्यही भएर एउटा व्यक्तिका पैसाले मूर्ति नल्याउने, झोली थापेर सबैको पैसाबाट त्यहाँ 2, 4, 10, 20, 100, 50 जसले जति हाल्छ त्यो पैसा सँगालेर मूर्ति ल्याउने भनेर 2 वर्षमा 3 लाख रुपियाँ ल्याएको थियो। वृन्दावनमा स्वामीजी उहाँले अब पैसा मलाई दिऊ, म जिम्मा लिन्छु, म ल्याउँछु मूर्ति भन्नुभयो। त्यति महापुरुषले भनेको नाइ भन्न सकिनँ, उहाँलाई दिएँ। उहाँले अब खर्च त 5 लाख भयो, किन यहाँ 5 जनाको चलअचल 2 जोडा विग्रह सबै गर्दा पोसाक गहना आभूषण गर्दाखेरि त 5ले पनि अझै अपुग भइहाल्यो थियो। त्यसोस् अब यहाँ मैले धेरै रकम माग्न सक्दैन। हुन त हाम्रो गुरुकुल एउटा नियम छ, गुरुकुलमा कसैले यदि सहयोग गर्न चाहनुहुन्छ भने सदस्यता ग्रहण गर्ने नियम छ। 4 प्रकारको सदस्यता छ। धर्मपिता, एउटा बटुको धर्मपिता माने अभिभावकको सदस्यता छ, त्यसको शुल्क 1,11,000 हो। दिने मान्छेको आजीवन एउटा धर्मपिताको सम्मान गरिन्छ र त्यो सदस्यता प्रमाणपत्र हुन्छ। क्षेत्रको सदस्यता, अन्य क्षेत्रमा अब 15,555 सदस्यता शुल्क हो। त्यो जम्मा गर्ने मान्छेको जन्मदिनको उपलक्ष्यमा गरे, हर वर्ष जन्मदिनमा त्यो पैसा माग्न पाइन्न, त्यो अक्षय कोषमा छ। गीताको 7 अध्यायको पाठ हुन्छ, 15 अध्यायको पाठ हुन्छ, तिलतुलसी अर्चना हुन्छ, 111 त्यसको शिलामा नाम हुन्छ सधैँभरि एउटा कीर्ति रहन्छ। त्यो 11,000 को त्यो एउटा तेस्रो सदस्यता छ। अनि यो पनि गर्न नसकेले हामीले अहिले भर्खर फेरि 14 सदस्यता गरेको छ। त्यसमा खालि एउटा मुष्टि दानको र गोग्रासको
हामीले खडा गरेको आश्रम हो, गुरुकुल हो, संस्था हो। त्यहाँ हजुरको शरीर पुग्न नसके पनि हजुरको मन पुगोस्, हजुरको पसिना पुगोस्, हजुरको त्यहाँ 10-5 रुपियाँ भए पनि शुभकामनाको साथमा त्यो मन पुगोस् भनेर मैले यो झोली थापेको। यसलाई कसैले अन्यथा नलिनु होला। त्यो पैसा मैले जेबमा हालिदिएँ, त्यो भएर हात नआउँदै मैले पहिला रसिद काटेर बल्ल हात हालिदिन्छु। मैले त्यो सब जग्गा यही चलन हो मेरो। रसिद काटेको चिज अब यो रजिस्टर्ड गरेको संस्था हो, सरकारी दर्ता भएको संस्था हो। मैले रसिद काटेपछि एक पैसाको हिसाब हुन्छ, अडिट हुन्छ, त्यो सरकारको हिसाब किताबमा जान्छ। त्यही भएर कसैले पनि दाम दिँदा मलाई रसिद चाहिएन भन्ने गर्नुहुन्छ कति भक्तहरू। मलाई 100 रुपियाँ दिए पनि रसिद चाहिएन भन्ने होइन, रसिद मागेर लिने हो। किनकि दुधले धोएका त हामी पनि हुँदैनौँ, जेबमा राखेको बिर्सन सकिन्छ, मनमा लालच पनि आउन सक्छ। त्यही भएर कसैलाई पनि राम्रो मान्छे भनेर चाहिएन रसिद भन्ने होइन। छत्र कमण्डल हातमा लिएर वामन भगवान उहाँ जानुभयो जहाँ बलिले यज्ञ गर्दै थिए, विश्वजित नाम गरेको यज्ञ। दक्षिण भारतमा नर्मदा नदीका उत्तर तटमा आज पनि त्यहाँ यति ठुलो आश्रम छ, यति ठुलो धर्मशाला छ। त्यहाँ 1000 जना मान्छे गए पनि त्यहाँ खाना बस्न सब फ्री छ। खाना त कुनै बस्ने फ्री छ है, हामीले त आफै पकाएर खाने थाहा भएन। यति वामन अङ्गुलका हुनुहुन्छ, यति साना कि भगवान्का चरण कत्रा होला भन्नु पर्दाखेरि 1 नम्बरका जुत्ता पनि ठुला हुन्छ भने आफै सोच्नु कत्रा होला ती चरण। तर ती चरणले न पृथ्वीमा जता पाइलो राख्नुहुन्छ पृथ्वी उतै लक्षन्छ, पृथ्वी ढल्कलाउँछ। त्यस्तो अपूर्व शोभा बलिले देख्दै मलाई बलिहार भए। वामन भगवानलाई भव्य स्वागत गरे, सेवामा के टक्र्याउँ भने वामन भगवानले भन्नु बलि दिन्छु भने 3 पाइला पृथ्वी देऊ भन्नुहुन्छ। त्यो पनि मेरै पाइलाले नापेर अरे, संविधानी पदाम अरे। बलि जोरसित हाँसे, बिचरा गुरुकुलमा पढेर त हारै त सबै जाने रहेछ, पढेका रहेछ। पढेर मात्रै हुन्छ, पढ्नु पर्छ। व्यवहार नपरे मान्छे जति पढे पनि त्यो अधुरो हुन्छ। के नाने सके आइसके है, मैले दिएको कोष खजाना मैले दिएको, परिवार परिकर स्वजन सम्बन्धी इष्टमित्र अहंकार मैले दिएको होइन, त्यो तिमीले कमाएको। बलिले भने प्रभु बस यही सुन्न बाँकी थियो हजुरका मुखबाट। अब त मेरो सम्पत्ति के रहेछ भन्ने थाहा भयो नि। त्रिलोकीको सम्पत्तिको क्षेत्रफलको एउटा मेरो बुद्धिमा बसेको अहंकारलाई नाप्नुहोस्। मैले त्यसले चिटिङ गरेको भन्छ भन्दैन भन्नु, त्यो चिटिङ गरेर जितेको, नत्र मैले जितेको थिएँ भन्छ। भगवानको नामै अजितो कसैले जित्न सक्दैन। क्या परिबन्ध कुइनासम्म Krishna
फुलानंद कर्ण भगवान को जय हो। अरे मन तोला पाएको भन किन हो भएको भागवतमा किन आयो घरमा कमाउन वैकुण्ठमा जानलाई पासपोर्ट बनाउन भागवतमा किन आयो घर मानव खोला पाएको भन किन हो वैकुण्ठमा जानलाई टिकट लिन हो मानव खोला पाएको भन किन हो वैकुण्ठमा जानलाई टिकट लिन हो। शांतिरेव शांति सामा शांतिरेधि जतो यतः सुशांतिर्भवतु श्रीमन्महागणाधिपतये नमः। हेत्वा संकल्पं कुर्यात् तिथिर्विष्णुधावत ओम विष्णुर्विष्णुर्विष्णुः प्रवर्तमानस्य श्री ब्रह्मदेशे भगवत ब्राह्मणानां सर्वभावादि षष्टि संवत्सराणां मध्ये इंदुवासरे भरणी नक्षत्रे मेषराशिते तं भरद्वाज गोत्रोत्पन्नः श्रीमंत नारायण प्रसाद पंथी नाम शरण गर्नोला सपरिवार को ध्यान गर्नु आदित्यादि नवग्रह दैविक आदि भवदश गुणहरकिनां विद्यादरिद्रनां ततमवजुतिमिगवनोय संजोः शन्नो देवीरविटयापोहन् विदेशो नामशोनामतिमिर्भवानक्षरामृजञ्जितानो धर्मदप्रतापसलीमातस्वारङ्गमवजक्षणपदापजनितदनदेवो शान्तिरनुरान्ति पृथिवी शान्तिरेव शान्तिः सामा शान्तिरेधि ॐ शान्तिः 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 शान्तिर्भवतु सर्वा अरिष्ट शान्तिर्भवतु अनेन रुद्राभिषेकर्म भवानी शङ्कर नमः शिवाय
हर हर भोले नमः शिवाय नमः शिव दक्षेश्वराय भोले नमः शिवाय ओम नमः शिवाय ओम नमः श्री शंकर भगवान की जय सुजातो ज्योतिघासहस्रम अवरोधमासदस्वः वासो अग्नेमि शाम्ब सदाशिवाय नमः ओम ऐं ओम नमो भगवते वासुदेवाय हृदयाय नमः ओम नमो भगवते वासुदेवाय शिरसे स्वाहा ओम नमो भगवते वासुदेवाय शिखाय वचो नमो भगवते वासुदेवाय कवचाय ओम नमो भगवते वासुदेवाय लक्ष्मी नारायण ध्यानम् ओम श्रीष्ठते लक्ष्मी च पत्न्या बहोरात्रे पार्श्वे नक्षत्रादिरूपवशिरो व्याक्तं वा इतद्विकारा बुब्बैकार सर्वलोकं वैकार पात्रान्तरे भगवते निधायो तोड़ के रख दिया वही। हाँ ऐसा फेंक दिया, आँख ही चला गया, बताओ ऐसा फेंका। गंगे जयमुने चैव गोदावरी यदां सर्वाङ्गस्नानियं जलं समर्पयामि पयस्नानं शुद्धोदकस्नानान्ते आत्मनीयं जलं समर्पयामि अथ दधिस्ना शुद्धोदकस्नानमात्मनि महे सुगन्धिं पुष्टिप्रधानं विश्वस्यारिष्टै यजमाने की सखी स्वामी शरण गौ में की सखी तुम्हारा और न दूजा ईश्वर पार ब्रह्म परमेश्वर तुम सबके स्वामी ओम जय जगदीश हरे करता मैं मूर्ख खल कामी मैं सेवक तुम स्वामी कृपा करो भरता मैं तुमको मैं कुमति ओम जय जय कम अपने शरणा भक्ति बढ़ाए तेरा तेरा तुझ ओम जय जगदीश हरे कहत शिवानंद स्वामी भटंकट संकट क्षण में कहरण ओम जय लक्ष्मण बन कर बूढ़ा ब्राह्मण बन कर कंचन एक राजा जिनकी विपति हरि ओम जय लक्ष्मी रमणा भयो श्रद्धा तज दीनि तेकेनि ओम जारण कीनि दयालु हरि ओम जय लक्ष्मी रमणा चढ़त प्रसादेवा स्वामी कदली फल में से राजी सत्य देवा ओम जय लक्ष्मी रमणा कर्पूर गौरम करुणावतारम धन्धारधारम भुजगेन्द्रहारम सदा वसंतं हृदयारविन्दे भवं भवानी शयितं नमामि कर्पूरनाञ्जलिं समर्पयामि जलेन शीतलीकरणं पुष्पैः देवताभिवन्दनं हस्ताभ्यामात्माभिवन्दनम् हस्तप्रक्ष ओम महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् ओम नारायण पुष्पाञ्जलिर्मया दत्तं गृह्णान परमेश्वरः मंत्र पुष्पांजलिं समर्पयामि बोले लक्ष्मीनारायण भगवान की जय नारायण राम नारायण 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 श्रीमन्नारायण भजमन्नारायण नारायण नारायण कल्की नारायण 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 बुद्ध नारायण 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 मत्स्य नारायण नारायण नरसिंह नारायण 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 वामन नारायण 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 मोहिनी नारायण 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 श्रीमन्नारायण राम नारायण 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 श्रीमन्नारायण नारायण श्रीमन्नारायण हृदय कमल हृदय कमल
सत्य सनातन धर्म को जय जय श्री हर हर महादेव। आनंद श्री कृष्णचंद्र भगवान को प्रत्यक्ष वाङ्मय विग्रह श्रीमद् भागवत महापुराण को साप्ताहिक सत्संग को आज पंचम दिवस को पावन प्रसंगलाई हामी शुभारम्भ गर्दैछौँ। पूर्व प्रसंगमा आनन्द भयो जय कन्हैया लाल की नन्द महोत्सव को दिव्य कथा संकीर्तन भयो, श्रवण गरियो। आज नन्द बाबा यति महामना भएका छन्, लुटाएका छन्। हात्ती दिए, घोडा दिए, और दिए पालकी, रत्न दिए, हार दिए, गाई ब्याए हाल की, कंठा दिए, कड़ुला दिए, दिए मुक्ता माल की, सुरमा दिए, बिंदी दिए, दिए कंगी भाल की। नंद घर आनंद भयो जय कन्हैया लाल। आज गली गलीमा, घर घरमा, जन जनमा यही धुन गुन्जायमान भएको छ। कसै कसैले शंका गर्छन् कि नन्द बाबा कोही चक्रवर्ती सम्राट त होइन, एउटा साधारण गाउँका राजा हुन्। तो इनको पासमा यति धेरै सम्पत्ति कहाँबाट आयो? यहाँ लुटाएको वर्णन सुन्दाखेरि त मान्छेलाई अचम्मै लाग्छ। कहाँबाट आयो भनेर शंका गर्छन् पनि र शंका नगरून् भनेर सुखदेव स्वामीले यही 18 श्लोकमा समाधान पनि लेखिदिनु भयो। छ नि, याद राख्नु छ नि। ल महाभारतको लडाइँ कति दिन भयो? 18 दिन। महाभारतमा पर्व कति छन्? 18। गीतामा अध्याय पनि 18 छन्। पुराणको संख्या पनि 18 छ। महापुराण, उपपुराण, औपपुराण सबै 18 छन्। तर यही नै भागवतमा पनि 18,000 श्लोक छन्। अनि यो नन्द महोत्सव 18 श्लोक किन हो? हेर्नु, एक भनेको धिरेवच अहङ्कार इतिहामे, यसलाई जोड्नु 3 छ, 9 5 45 जोड्नु कति हुन्छ? 9 9 81 8 1 कति हुन्छ? 9 दशमलव 90 8 9 9 12 108 हुन्छ। 108 मा पनि बिचमा जिरोको के अर्थ भएन, यो 1 र 8 हो, यो 9 हो। यस्तै अगाडि पनि जति गर्न सकिन्छ गर्दै जानु होला, पर 9 कहिल्यै परिवर्तन हुँदैन। 9 9 कै 9 रहन्छ। जस्तै ब्रह्म कहिल्यै परिवर्तन हुँदैन। हामीहरू सनातन धर्मका सपुत भन्दै हिँड्छौँ, हाम्रा ऋषिमुनि हामी सन्तान भन्दै हिँड्छौँ। हामीलाई टिको लाउन लाल लाग्छ, माला जप्न लाल लाग्छ। हामी धर्म गरे पनि उही मठ मन्दिरमा गए कि साँझ बिहान घर आए मात्रै यो गर्नु, नैपछि हामी कहाँ गर्छौँ? अहिले त हामीलाई लाल हुन्छ। त्यो अङ्ग्रेजलाई हेर्नु त, तिनीहरूको एउटा कुरा मान्नु पर्छ। हेर्नुहोस्, ती पहिला पनि बेशरम थिए, भक्त भएपछि बेशरम छन्। माला जप्न लाज मान्दैन। आज तिनीहरूलाई हेर्नु त, रेलमा होस् कि प्लेनमा होस् कि बसमा होस् कि रिक्सा होस् कि जहाँसुकै तिनको हातमा झोलीमाला हुन्छ जतिखेर पनि। जसले हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, तिनका मुखबाट उच्च स्वरमा कीर्तन भइरहेको हुन्छ कि हुन्न भन्नु त? जहाँ पनि छन् तिनीहरू, हामी जहाँ पनि सुन्छौँ। अब अहिले साँच्चै भनौँ भने आज हामीलाई कसैले गीताको एउटा श्लोक सोध्छ भने हामी यहाँ बसेका कोही कोहीलाई मात्रै अर्थ आउँछ होला, बाँकी कतिपयलाई त भगवत गीता भनेको के हो, भागवत भनेको के हो, तपाईँले यही फरक थाहा आयो। अनि कुनै पनि गीताको श्लोक सोधेर हामीले उत्तर दिन सक्दैनौँ। आज कुनै पनि ती अङ्ग्रेजहरूलाई तपाईँले गीताको कुनै पनि श्लोक सोधिदिनुहोस्, तपाईँ तिनीहरूले अर्थ लाएर तपाईँलाई सम्झाउँछ। खोजी नगरेर, आफ्नो धर्मको हामीले चासो नराखेर, हाम्रो आफ्नो धर्मको हामीलाई माया नभएर, आफ्नो धर्मको हामीले उपेक्षा गरेर, आफ्नो धर्मको अनादर गरेर आज हाम्रो सन्तान कहाँ गइरहेको हेर्नुहोस्।
हेर हजुरलाई चित्त दुख्ला लाग्ला एक फेरि यो दास पनि मैले भन्न त आफ्ना घटना बताउन चाहन्न, तर पनि एउटा मजबुरी भएर बाध्य भएर एउटा प्रसङ्ग भन्न मन लागेको। म जर्मन गएका बेलामा म त गएको थिएँ डुसल्डर्फ भन्ने ठाउँमा, त्यो ठाउँका नाम पनि अप्ठ्यारो छ भन्न आउँदैन, बिर्सिसक्यो। अनि म्युनिक सहरबाट मलाई एउटा बहुत आग्रह गरेँ, एक रातको लागि एक दिनको लागि मेरो घर आइदिनुहोस् भनेर आज एकदमै आग्रह गरेँ। अनि आउने जाने टिकट पनि बनाइदिएँ। अब त्यति बेला चाहिँ कति मात्ने हो त, आफूहरू गएको तिनीहरूकै घरमा हो, हुन्छ भनेर गएँ। किन हो त थाहा छैन किन बोलाएको, गएँ। घर उनको ठिक्क भित्र बैठकमा गएर बसेँ, मात्रै बस्न पाएन। दुईवटा बुढाबुढी आएर डुवा रोए। म त किन आएछु भन्ने भयो, यो घर किन म आएर रोएँ कि होइन, डुवा रोएको के गर्नु। अब म हेरेँ भल्दै कमसेकम 20 मिनट जति रोए होला। अनि बल्ल आँसु फुचेर अनि के भयो किन रुनुभयो भनेको त के भन्छन् थाहा, भन्न पनि लाज लाग्छ। भन्छ हामी पैसा कमाउनलाई पहिला एमएससीबाट आइयो, यति घर बनाएर यति बसियो, अनि एउटा छोरो एउटा छोरी उहीँ जन्मे। अब अहिले तिनीहरूलाई अब भारतका कन्यासँग बिहा गरेर बाबु भन्दाखेरि ठाडो जवाब दिन्छ। त्यहाँका गवार हुन्छन्, छोरी हुन्छन्, त्यस्तासँग हामी बिहा गर्दैनौँ भन्छन्। अब छोराको त कुरा छोड्नुहोस् न, छोरीले के भन्छ, भारतले केटासँग बिहा गरिदिन भन्छ। अब बाबुआमाको लाज श्रम छैन, केटाका काँडा औँगालो हालेर आउँछन् बाबुआमाको अगाडि, कोठाभित्र घस्छन्, 4 घन्टा बस्छन्, के गर्छन्। 4 घन्टापछि निस्केर केटाकेटी जान्छन्। यो सब आँखाले देख्नु परेको छ, गुरुजी भन्दै हुन्छ। कहाँ नयाँ फेरि एउटै केटा सधैँ ल्याउने यहाँ दोन, आज एउटा केटासित भोलि अर्का केटासित पर्सि अर्का केटासित आउँछन्, अँगालो मार्दै आउँछन्, कोठाभित्र जान्छन्, 2-3-4 घन्टा बस्छन्। अब यो आफ्नो संस्कार र संस्कृतिलाई हेर्नु, जे भए पनि हाम्रो संस्कार जस्तो, हाम्रो संस्कृति, हाम्रो परम्परा जस्तो विश्वमा दुनियाँमा कहीँको धर्म छैन, कहीँको पनि छैन। हामीले गर्व गर्नुपर्छ आफ्नो संस्कारलाई, आफ्नो धर्म परम्परा। वस्तु सापेक्ष हुन्छ, पदार्थबाट मिल्ने कुरा हो। अब शान्ति भनेको आत्माबाट मिल्ने कुरा हो। अस्तु खेर उपांश जप गर्नाले 100 गुणा फल मिल्ने हुनाले 100 गुणा ज्यादा फल मिल्नमा के भनेर समाधान गर्नुभयो। तेरो सम्पत्ति कहाँबाट आयो उनको पासमा। ततार विनन्दस्य वर्ज सर्व समृद्धिमान हरेर निवासात्म गुणै रमा क्रीडमा नृप। जुन दिनबाट भगवान श्री कृष्णको नन्द भवनमा प्राकट्य भएको छ, त्यही दिनबाट तिनका घर एकदम भिड लागेको छ, गोपिनीहरूको आवागमन भइरहेको छ, बधाई लिने र दिनेको तातो लागिरहेको छ, र नन्दघर आनन्द भयो, जय कन्हैयालालको उत्सव भइरहेको छ। त्यहाँ त के हो भन्नुहुन्छ भने साक्षात् भगवती महालक्ष्मीलाई मनमा एउटा शङ्का लाग्यो, मेरो आज साक्षात् वैकुण्ठाधिष्ठात्री परत्व भगवान श्रीहरि आज गोकुलमा बालक बनेर जन्मनु भएको छ अरे, मेरा पतिको बालक कस्तो होला त भनेर आज लक्ष्मीजी गोपी बनेर, कसैले नचिनिने भएर गोपी बनेर, साधारण एउटी नारी गोपी भएर लक्ष्मीजी वैकुण्ठबाट गोकुलमा आउनु हो। नन्द भवनमा आएर यशोदाको काखमा बालकृष्ण भगवानलाई देखेर अरू ती गोपीहरू नाचेको देखेर आज लक्ष्मीको मनले खटाउन सकेन। आज लक्ष्मी पनि दुवै हात उठाएर नाच्न लाग्नु हो। रमा क्रीडम भन्ने आज नन्द बाबाको आँगन त लक्ष्मीजीको महाराज नृत्याङ्गन भएको छ, क्रीडाङ्गन बनेको छ, जसको आँगनमा साक्षात् भगवती महालक्ष्मी नृत्य गर्नुभएको छ।
गोकुल झाला हे शिरमा मुकुट झाला गोकुल झाला भाद्र महिना अष्टमी रातमा भाद्र महिना साथमा आए कृष्ण बलराम साथमा वसुदेवको शिरैमा चढेर वसुदेवको शिरैमा चढेर हे शिरमा मुकुट झाला गोकुल झाला कृष्णजीले अवतार लिएको कंसासुरले साह्रै दुःख दिएको कंसासुरले साह्रै दुःख दिएको कंसासुरको उद्धार गर्नलाई कंसासुरको उद्धार गर्नलाई आए कृष्ण लला हे श्रीमान गोकुल झाला गोकुल झाला भले भक्त वत्सल भगवान एउटी कन्या बच्चेकी छ, कम से कम यति कन्या त छोडिदिनु। कन्याबाट त तपाईँलाई केही डर पनि छैन, किनकि कन्या त लडाइँ गर्न जान्दैनन्, लडाइँ झगडा गर्न जान्दैनन्, सोझा हुन्छन्। अब यिनीबाट के खतरा हुन्छ र कन्यालाई मार्नु पर्यो? कम से कम एउटी कन्या त एउटा निशानी त छोडिदिनुहोस्। त्यति बिन्ती गर्दा पनि के भन्छ, नै मेरा डरले कन्या भई के हो, यो ठुली हुन्छ नि, यसको बिहा हुन्छ, त्यसको दुला आएर मलाई मार्छ। त्यही भएर यो खतराको काममा छोड्दैन। जबरजस्ती खोसेर लिएर गयो काखाड कन्यालाई। सपनीमा पछार्छु भनेर जोरसित पछारेको थियो। कन्या त हातबाट निस्केर कतिखेर आकाशमा गइछन् थाहा पनि पाएन। अष्टभुजा भगवती प्रकट रहेर अनि ललकार्दै भन्नुहुन्छ, किम मया हतया मन्द मन्दमती मूर्ख कंस दुष्ट, मलाई किन मार्छस्? अरे मलाई मारेर तलाई के मिल्छ? तलाई मार्नेवाला त वर्गमा अन्तै पैदा भइसकेको छ। अपराध गर्न बन्द गर। आफ्नो कल्याण चाहन्छस् भने अब त्यसले हात जोड, देवी भगवती माता बताइदिनु न कहाँ पैदा भए, ठेगाना बताइदिनु, त्यहीँ गएर मार्छु। भगवतीले भन्नु, मलाई के खाँचु पऱ्यो तँलाई ठेगाना बताउने? मैले के तेरो जोडी खाइछु र? यत्र कोबा मतलब जहाँसुकै होस्। पहिला जन्ममा यो कंस पनि कालनेमी थियो। अब देवासुर सङ्ग्राममा विष्णुका सुदर्शन चक्रले यसको मृत्यु भएको थियो। यसलाई सबै कुरा याद थियो और यसले विष्णुसँग बदला लिन चाहन्छ। सक्छ लोकपाल दिक्पाल जस्ता देवताहरू त हजुरका मुठीमा छन्। डर कसको हो? त्यही पनि हजुरले भन्नुहुन्छ भने 10-12 दिनभित्र जन्मेका जति बालक छन् 84 कोषभित्र सबैलाई हामी मारिदिन्छौँ। ब्रजको जो सीमा हो नि त्यो 84 कोषमा छ। काम त राम्रो पर गर्ला कसले भन्छ? पुतनाले भनी यस्ता काम गर्न त म सिपालु छु किन? मायाको रूप बनाउन जानेकी छु, जसका घरमा पनि जान्छु। साना बच्चालाई मार्न के समस्या?
पूजना तैँले काम गरेपछि तँलाई इनाम मिल्छ। अब श्रृङ्गार गर्न गई, अब थाहा होला कि माताहरूको श्रृङ्गार कहाँ त्यसै पुरा हुन्छ। यी वृन्दावनका गोपिनीहरूले चिन्न सकेनन्। आजको कथा एकदम गम्भीर छ, परिचय दिन चाहन्छु। अहिले यथार्थ परिचय त मैले दिन सक्दैन, यसको लागि त हजुरले हरिवंश पुराण या गर्ग संहिता पढ्नुपर्छ। फेरेका, चोली लगाएका, चुन्नी ओढेका, नथनी लगाएका गोपीको भेषमा भगवान शङ्कर आज पनि गोपेश्वरमा। जबकि मान्यता के छ, उनको यात्रा सफल हुँदैन, पूर्ण हुँदैन भन्छ, त्यस्तो मान्यता। भने अरू धेरै दर्शन गर्नु या नगर, अरू यही ठाउँमा गर्नुपर्छ या यो मन्दिर नगरे दर्शन हुँदैन भन्ने कहीँ छैन। तर गोपेश्वरको दर्शन नगरी यात्रा पूर्ण हुँदैन भन्छ। बाँकी त बाँकी बिहारीलाई पनि नगरी दर्शन अधुरो हुन्छ या पूर्ण हुँदैन भन्दैन। कुनै पनि परस्त्रीको न मैले मुख हेर्छु न परस्त्रीलाई दर्शन दिन्छु। त्यही भएर गएर भनिदेऊ दर्शन हुँदैन। गल्ती भएछ क्षमा गर्नु होला। म पनि राणा खानदानकी बुहारी हुँ, कोही वेश्या नारी होइन। परपुरुषको दर्शन गर्नलाई यति टाढाबाट यहाँ परपुरुषको मुख हेर्न आएकी होइन। मैले त्यो एउटा कुरा सुनेको थिएँ, वृन्दावनमा त परपुरुष भन्ने त पुरुष भनेको त एउटा कृष्ण मात्रै हुन अरे, बाँकी त सबै गोपी हुन् भन्ने सुनेको थिएँ। मैले त यसभित्र कोही गोपी भावापन्न महात्मा बसिया छन् जसको एक बार दर्शन गर्नाले मेरो कल्याण होला, मेरो मुक्ति होला भनेर म त मोक्षको बाटो खोज्दै आएकी हुँ। परपुरुषको मुख हेर्नलाई परपुरुष खोज्दै आएकी त म पनि थिइनँ। मलाई के थाहा यहाँभित्र परपुरुष बसे हाल्नु, तिमीलाई चिन्न सकेन। मेरो बाध्यता, मेरो मजबुरी सम्झ, कुत्सित भावनाले पनि आउँछ। त्यही भएर म सबैलाई दर्शन दिन सक्दिनँ। अब मलाई के थाहा तिमी यति उच्च कोटिकी भगवान्की भक्त हौ भन्ने मलाई के थाहा। त्यो कुरो अलिकता बुझ्यौँ कि बुझेनौँ। आजको कुरा छोड्नुहोस्, आजभन्दा 100 वर्ष पहिलादेखि उता वृन्दावन जति समाप्त भइसक्यो, जसका भित्रबाट स्त्रीत्वको अहङ्कारबाट मुक्त भए, न स्त्री हुँ भन्ने ज्ञान छ न पुरुष हुँ भन्ने भान छ, केवल एउटै भान छ, कृष्ण चरणको किङ्कर हो। एउटा कृष्णको भक्त हो, चाहे त्यो शरीरले पुरुष होस् चाहे त्यो स्त्री होस्, पर भाव एउटै छ, म भगवानको भक्त हो। भगवानलाई छोएपछि यस्तो हुँदो रहेछ, भगवानलाई छोएपछि यस्तो हुँदो रहेछ, पाप गर्छु भन्दा पनि मुक्ति मिल्दो रहेछ। कृष्ण भगवान को अन्नदान भन्दा ठुलो कोही दान हो। एउटा अर्को विषय त थाहा छैन।
पात्र कुपात्र हेरेर गर्नुपर्छ। दान यस्तो जसको पात्र हेर्नु पर्दैन, यो जसलाई खुवाए पनि हुन्छ। ठुलो कोही दान छैन। अर्को कारण किन? कवि कसैलाई 1 लाख रुपियाँ दिनुभयो, अन्नमा बसेका छन्, ठुलो दान भने पछाडि निस्कने। त्यही भएर ग्वालवाले यसलाई खोल्न बाँध्न, यसलाई छुन डराउँथ्यो। त्यो भगवान् जानु हो, बाँए सर्दै सर्दै गोठा पुग्नु हो। पागुरमारी गर्ने बुझ्नुहुन्छ कि नै? कहीँ कहीँको भाषा अन्त अन्तमा के छ, एउटा साथीहरू अगाडि जानुभएछ। अहिले साँडेले सिङ रोप्यो भने के हुन्छ तिम्रो? भगवान्ले कि तोतेली बोली भए जस्तै एक हातको जिब्रो निकालेर भगवान्लाई यस्तै चाट्यो। बाटो भनेर हुन्छ, साँडेको के भर हुन्छ? आज चाट्छ, भोलि हान्छ, यसको विश्वास हुँदैन। अब दुबारा नआउनु है मैले हक ल्याउँछ, लिएर जान्छ। भगवान्ले पनि हुन्छ आमा अब कहिले आउन्न है, फेरि बोली त्यस्तो मक्खै पारिदिनुहुन्छ है, सबै बुझे जस्तै। अब दुबारा कहिले आउन्न है आमा, लिएर गए। त्यो श्रृङ्गी श्रृङ्गी भनेको अग्नि भनेको आगो। यशोदाले रोटी पकाउन लगाइछन् चुल्हा, अनि भगवान्को पालो जानुभयो। त्यो बोलेको अगुल्ठो निकालेर यशोदालाई देखाएर आमा आमा खाम, यसलाई खाम, अँगार झरिलो अँगार देखाएर कति रातो कति राम्रो है, कति मिठो होला, खाम। यशोदालाई डर छ, 80 वर्षमा त बल्ल बल्ल एउटा पुसु जन्म, त्यही पनि आगो खाम खाम भन्छ। कता डढेर कन्हैया यो खानेकुरा होइन आगो, मुख डढ्छ। यो त गर्नुहुन्छ कि नै? गर्नु त के भनेको यो आगो भगवान्का मुखबाट निस्कियो। अच्छा, जो जहाँबाट आउँछ त्यो त्यही जान्छ। त्यही भएर आगाले मलाई डराउँदैन भन्नु, तर यशोदाले थोरै पत्याउँछिन्। त्यो अगुल्टो खोसेर चुलामा राख्छिन्, अनि के भन्छन्, कन्हैया जो ज्ञानी बालक हुन्छ तिनी आगासित कहिल्यै खेल्दैनन्, बुझ्यौ? कहाँ बुझेँ आमा, अब म पनि कहिल्यै खेल्दिनँ है, म पनि ज्ञानी बालक हो नि भन्नु। त्यो श्रृङ्गी दँटे सिजलत, दँटे भनेको दाडा भएका पशुहरू। तर आमा आमा हेर्नु मैले के ल्याएको छु देखाउनु। के सोचिने यशोदाले? खेल्न गएको होला छर छिमेकमा, कसैले केही फलफुल दियो होला खान, मलाई देखाउन ल्या भने खै के ल्याऊ देखाऊ त भनेको त आमाका कहाँ यी बिचरा आमा झस्कन्छन्। भन्छन् कन्हैया एउटा कुरा बताऊ, तिमी किन यति फोहोरी भएको? कुकुर भनेको फोहोरी जात, यो नालीमा पनि जान्छ, फोहोरोमा पनि जान्छ। यसले त के कुचिया हुन्छ हुन्छ। त्यस्तो फोहोरी जातलाई हेर त पिठ्नामा रप्पको पारी ल्याएको, कति फोहोरी भएको तिमी। भगवान्ले भन्छ आमालाई कसले सम्झाइदियोस्, सुग्घर हुन त वैकुण्ठे थियो गरी यहाँ किन आउनु पर्यो? जो बालक बनेर आएको सबै नगरिकन केरी हुन्छ त बाल्यलाई। दँटे सिजलत 80। एक दिन अन्त अहिले शस्त्रागारमा कुण्डी लाउन बिर्सेछ, ढोका घुचेटेर गएछ। कृष्ण बल्लाउने देखेछन्, कृष्ण बल्लाउको पालो घुचेटे ढोका अगाडि भित्र गएछन् र यति ठुला ठुला तलवार निकालेर नचाहेका। छेत्रीका बालक त भविष्यमा लडाइँ लड्नु छ त अहिले सिकम तालिम। यशोदाले देखे सातो गयो यशोदाले, यो तलवार नचाउँदा नचाउँदै कति आँखातिर नाकतिर मुखतिर गयो के हुन्छ? अहिले तलवार खेलाउनु उमेर भएको छ तिमीहरूको? खोसेर अब यस्तासँग केटाकेटीसँग के लड्ने, के झगडा गर्ने? नन्द बाबासँग झगडा गर्न गए। स्वामी हजुरले पनि न कति ख्याल राख्नुहुन्न कि, मैले मात्रै कति कति कहाँ कहाँ ख्याल राख्ने हो? शस्त्रागार खुलै छोडिदिएर हिँड्नु हो। तपाईँका नटखटी बच्चाले के गरेको थियो आज देख्नु थाहा छ तपाईँलाई?
तलवार झिकेर नचाउँदै थिए दुइटै लडेका थिए आपसमा आँखातिर नाक कानतिर गयो के हुन्छ ध्यान त भएन यशोदा तिमी किन यति चिन्ता गर्थ्यौ यी मेरा छोरा हो यिनलाई केही पनि हुँदैन गर्गाचार्यले भनेको बिर्स्यौ नारायण समूह गुणे बाबाले बुद्धिले काम लिन्छन् के अरे आमाहरूले मनले काम लिन्छन् बिचरा आमाहरूले त्यस्तो ऐश्वर्य भाग्यो उहाँलाई माया वात्सल्यले दष्टसी जल द्विजकर्ण जल भनेको पानी मैले त्यसै इनारमा गएँ अनि झाँकेँ आफ्नो छाया देखेँ अनि के गर्छ आफूले पहिला आफूले यस्तो अन्त तल इनारको छायाले पनि त्यस्तै गर्ने भयो क्या अनि आमालाई आमा आमा हेर्नु त त्यहाँ एउटा बालक बसिया चाहिँ मलाई यस्तो गर्छ म जान्थेँ बिचरा यशोदाको साथ त कतै इनारमा जानियो छोरो जन्मिया छ भन्न मात्रै हुने कन्हैया त्यो कोही बालक होइन तिम्रो छाया हो तिमीले यस्तो गर्यौ त्यही भएर त्यसले पनि त्यस्तो गरेको आपद सम्झाउनु फेरि थालीमा पानी ल्याउँछिन् छाया देखाउँछिन् बल्ल बल्ल अब द्विजकण्ठ के द्विजको धेरै कथा छ द्विजको एउटा त पक्षी पनि हुन्छ काकासुर पनि यहाँ भागवतमा छैन यो कथा एउटा काकासुर एउटा सुखदेवजी म पनि द्विज हो म पनि सुगाको रूपमा जान्थेँ भन्नुहुन्छ म पनि नाटक भगवान्को लीला हेर्थेँ सबैले जिउँदो फर्केर सबैको काम भगवान्ले तमाम गर्नु तर कंसले पठाएका दूत मध्येमा फर्केको भनेको एउटा यही ब्राह्मण हो भगवान्ले यसलाई मार्नु भयो थाहा जस्तो भए पनि बाहुन हो भगवान्ले ब्राह्मणलाई मार्न सक्नुहुन्न लायक त मार्ने लायकै छ तर पनि ब्राह्मण कुलमा जन्मेको यसलाई म कसरी मार्न त खेर मार्नु भएन तर जिन्दगीभरको लागि यसको बोल्ती बन्द गरिदिनु हो बुझ्नु कि नै भगवान्लाई त्यो डाँडीमा कि पोखरामा त्यो उठाउन गएको थियो कि यस्तरी झुकिया थियो न्युरी परेको थियो भगवान्का ती साना साना हातले त्यो पनि एउटा औँलाले यहाँ समात्नु भएको यहाँ साँतेर यस्तो तानिदिनु भएको त मुखै यतातिर गयो बिचराको मुखै पछाडितिर अब के को बोल्ने बोलीसोली गयो खालि कंसको बासमा फर्केर त गयो तर खालि गर्छ कंसले के बुझ्ने तर पनि भगवान्ले यसको प्राण लिनुभयो भने छोडिदियो तर योभन्दा पनि एउटा ज्यादा प्रसिद्ध कथा छ ब्राह्मणको यशोदाका माइतका ब्राह्मण कहिले यात्रामा जाँदै रहेछन् बाटा रातभरि छ कता बासा बस्ने मानकी छोरी हुन् 80 वर्षको उमेरमा बालक जन्मिया छ अरे अब हेर्न आएको भन्ने न्यु पनि भयो बासा बस्न पनि पाइने हो बासा बसे खान पनि पाइयो भनेर ब्राह्मण सोध्दै गए यशोदा देखेर अत्यन्त प्रसन्न भए स्वागत सत्कार गरिन् आसन बिछ्याइन् अब यशोदाको एउटा हजुरलाई यो कथा भन्नुभन्दा पहिला एउटा बानी उनको बेहोरा बानी भनौँ स्वभाव भनौँ है त यशोदाको स्वभाव कस्तो छ भने दिनमा एउटा बाहुनलाई भोजन नगराएछन् उनले भोजन गर्दिनन् कहीँ न कहीँबाट एउटा बाहुन अथवा अतिथि कोही न कोही पाहुना र खुवाएपछि बल्ल आफूले खाने अब कुनै दिन कोही पाहुना आएन भने साँझसम्म भोक्कै बस्ने र साँझ एकैचोटि घाम अस्ताएर खाने त्यस्तो यिनको बानी थियो त्यहाँ त मान्छे ओहोरदोहोर गर्छन् के त्यहाँ त जस्ता आउनु त्यस्तै मान्छे हिँड्छन् अनि त ब्राह्मण साधु देख्ने बित्तिकै चिन्न पर्दैन चिन्न नजान्नु हात जोडेर नमस्कार नमस्ते भन्ने राम राम बाबा राम राम अब ब्राह्मण देखे ब्राह्मण देवता राम राम पहिला त मान्छे देखेर थाहा हुन्थ्यो कि यो बाहुन हो यो क्षेत्री हो कि सबैको आफ्नो आफ्नो अलग अलग पोषण आफ्नो आफ्नो पहिचान सब हुन्थ्यो नि त पहिला गएको त मान्छे देखेर चिनिन्थ्यो के अरे फेरि तपस्याले शरीरमा दुब्लो पातलो भएको हुन्छ तपस्या गर्ने बाहुनको काम दुब्लो पातलो हुन्छ कि चिनिन्छ त्यो चिनेपछि उसले हात जोड्ने
ब्राह्मण देवता राम राम। सन्चै हुनुहुन्छ? आज धेरै रमाइलो पनि गर्नुपर्छ। जाउँ जाउँ। गोपिनीको घरमा क्या हेर यो ललिताको घर यो विशाखाको होइन पहिले खाउँ भोक लागेको छ। ल खाउँ 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 आइबहाल्ने ल खाउँ ल हुन्छ त। ल समाइदिनु पर्छ। लु खाऊ के खाऊ 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 सबैले जान्छ। फुर्की फुटाए ल नाचौ नाचौ नाच कि त नाच गाई दुनी बेला नभई बाछा फुकाए फुर्की फुटाए गाई दुनी बेला नभई बाछा फुकाए गाई दुनी बेला नभई बाछा फुकाए। गाईको मखन खाने घर घर जाने साथी सङ्गी बटुलेर मखन चोर्न जाने कृष्णले ठेकी फुटाए यमुनाको कृष्णले ठेकी फुटाए गाईले बेला नभई बाछा फुकाए कृष्ण ए कृष्ण हजुर अब अर्को घरमा पनि गएर यसो मखान चर्नु पर्यो उठेर हेर्ने उठेर छ नि यो घरको भन्दा त्यो घरको अझै मिठो पो छ कि हैन र हो नि भइहाल्छ नि ल पल्लो घरमा जाउँ पल्लो घरमा हुन्छ जाऊ ए गोपिनी होइन त्यो भाडा फुटाउने दही चोरी खाने खेती भाडा
रोपिनी आउला नै ग्वालबाल हो नदीको भाग बस्ने मेरा छोरी खाने एकछिन भाँडा फुटाउने छोरी खाने एकछिन भाँडा फुटाउने कृष्ण तिम्रो छोराले कहिले नजाने श्याम तिम्रो छोराले कहिले नजाने कृष्ण तिम्रो छोराले कहिले नजाने। ए मदनमङ्गल श्रीरामा मनसुङका ल यहाँ अब हामी यशोदा माताले हामीलाई खोज्ने बेला भयो अब हो देख्नुहुन्छ गोपिनीहरूले देख्न पनि सक्छन् आज साह्रै रमाइलो भयो। अब यसको अध्यक्ष मखनचोर मण्डलीको अध्यक्ष तिमीहरू सबैले मलाई बनाइहाल्यौ अब उतापट्टि ब्राह्मणहरूले यज्ञ गर्नुभएको छ त यज्ञमा गएर यसो ढोगेर पुस्तकलाई ढोगेर जानुपर्छ आफ्नो घरतिर ल हिँड हिँड भित्रै भित्र भित्रै भित्रै जाऊ ल हिँड कन्हैयाजी बाबा भाउ जय हो कन्हैयाजी जय हो जय हो बाहिर कुर्सीमा बसाएर यसो आरती उतार्नु पूजा सम्मान जय हो टिका लगाइदिनु कुर्सीमा राखेर आरती उतार्नु जय हो जय जय कृष्ण सारथी अर्जुनको रथमा कृष्ण सारथी बालकृष्ण भगवानको आरती अर्जुनको रथमा कृष्ण सारथी बालकृष्ण भगवान अर्जुनको रथमा कृष्ण सारथी भागवत भगवान सबैजना बस्छौँ त ल यथास्थानमा कर्म गर्न रहर कसलाई हुन्छ एउटा बाध्यता हो र श्रीकृष्णको त्यस्तो कुनै पनि प्रकारको बाध्यता छैन। कल्पना गरौँ 1 मिनट कसैको घरमा चोर घुसिहाल्यो भने चोरले रुपियाँ पैसा कता छ भनेर तिजोरी खोज्दै हिँड्छ कि दहीका ठेका खोज्दै हिँड्छ?